नमस्ते, मम सुचारबाट म बिमला विधान हजुरहरू सबैलाई वेलकम गर्न चाहन्छु। आज मैले सानो कुरा सेयर गर्न चाहे हजुरहरूसँग। त्यो के भन्दाखेरि बोतल। अनि बोतल चाहिँ कसैले वास गरेर रियुज गर्नुहुन्छ भन्नुभयो मलाई है। तर मैले चाहिँ आजसम्म गरेको छैन। मलाई लाग्छ गर्नु त हुन्छ होला, तर म चाहिँ गर्दिनँ। किनभने डिसवासरमा राखेपछि मेबी गर्नुहुन्छ होला, किनभने त्यो बाहिरबाट आएको पनि मेबी अब डिसवासरमै राखेर वास गरेर ल्याएको हो कि थाहा हुँदैन। त्यो आफूले नदेखेको कुरा त अब के हो थाहा छैन है। तर म चाहिँ गर्दिनँ। अब प्लास्टिकको त कुनै पनि हालतमा हुँदैन। म प्लास्टिकको त कहिले पनि युजै गर्दिनँ है। अब यो काँचको त अब कहिलेकाहीँ सिपिङ गर्दा फुट्छ पनि। अब त्यो त अब काँचको भयो भने चाहिँ अफकोर्स फुट्छ पनि, त्यो केही छैन मलाई। अनि कसैले चाहिँ के भन्नुभयो भने अलिकति भए पनि मनी सेभ हुन्छ, रियुज गरे पनि हुन्छ नि भन्नुभएको थियो। अब मलाई त अलिकति मनी सेभ गरेर त गर्नु त कुरा छैन। मैले मनीको लागि पनि त्यति गरेको होइन। यो त मेरो छोरा विधानको लागि गरिरहेको छु मैले। अनि त्यही भएर मलाई फरक पर्दैन भनेर भने मैले। आफ्नो आफ्नो सोचाइ हो होइन, गर्नुहुन्छ होला। किन घरमा हामीले गरिन्छ, त्यो घरको लागि त युज गरिन्छ। तर यो बाहिर कस्टमर हजुरहरूको लागि त मैले आजसम्म गरेको छैन। त्यही भन्न हजुरहरूको अगाडि म यो सेयर गर्न आएको हो है। थ्याङ्क्स फर वाचिङ मम सुचार। मेरो फोन नम्बर हो 5715278900। थ्याङ्क यू।